हेलो साथीहरु, म आज तपाईलाई YouTube को थम्बनेल कसरी चेन्ज गर्न सकिन्छ भनेर बताउन गइरहेको छु। यो एकदम सिम्पल नै कुरा हो। यसको लागि सबभन्दा पहिला तपाईले मोबाइलको प्ले स्टोरमा जानुहोस् र YouTube स्टुडियो भनेर टाइप गर्नुहोस्। त्यसपछि तपाईले यसलाई स्क्रोल गर्दै जानुहोस् र जुन भिडियोको थम्बनेल चेन्ज गर्ने हो त्यसमा जानुहोस् र यो पेन आइकनमा जानुहोस् र आफ्नो ग्यालेरीबाट चुज गरेर यसलाई चेन्ज गर्नुहोस्। यो मेरो चेन्ज भइसकेको छ। त्यसै म तपाईलाई अब डेस्कटपबाट कसरी चेन्ज गर्न सकिन्छ भनेर बताउन गइरहेको छु। यसको लागि तपाईले डेस्कटपमा खोल्नुहोस् आफ्नो YouTube। त्यसपछि आफ्नो एकाउन्टबाट साइन इन गर्नुहोस् र तपाई यो च्यानल भन्नेमा जानुहोस्। त्यसपछि तपाई कस्टमाइज च्यानल भन्नेमा जानुहोस्। यो खुल्दै छ साथीहरु। त्यसपछि तपाईले कन्टेन्टमा जानुहोस्। कन्टेन्टमा गइसकेपछि तपाईले कुनको चेन्ज गर्ने हो यस पेन आइकन अथवा डिटेल लेखेको छ त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले स्क्रोल गर्दै जानुहोस्। तल थम्बनेल भन्ने देख्नुहुन्छ। त्यसमा गएपछि तपाईले अप्सनमा गएर चेन्ज मा क्लिक गर्नुहोस् र तपाईले आफ्नो ग्यालेरीबाट चेन्ज गर्न सक्नुहुनेछ। आई होप गाइज तपाईहरुलाई यो चाहिँ मन पर्यो होला। यदि मन परेको छ भने यस्तै भिडियो देख्न चाहनुहुन्छ भने लाइक सब्स्क्राइब गर्नु होला।